यो प्रश्न मेरो देशवासीहरूलाई अनि सुझाव पनि। के तिमी अझै पनि ती बाहरूलाई आफ्नो भोट दिन्छौ र? के तिमी अझै पनि आफ्नो देश लुट्नलाई ती बाहरूको साथ दिन्छौ र? के तिमी अझै पनि आफ्नो देश बिग्रिरहेको हेर्न चाहन्छौ र? के तिमी अझै पनि आफ्नो सन्तानलाई आफूभन्दा टाढा त्यो खाडीमा पठाउँछौ र? के तिमी अझै पनि आफ्नो देश ती भ्रष्टाचारीहरूको हातमा सुम्पिन सक्छौ र? के तिमी अझै पनि अपराधीहरूलाई, बलात्कारीहरूलाई पैसा तिरेर खुलियाम हिँडेको हेर्न सक्छौ र? त्यसैले हामी एकजुट भएर मिलौँ न। अहिले आएका नयाँ युवाहरूलाई आफ्नो भोट दिएर हेरौँ न। भदौ 23 गतेको त्यो कालो दिनलाई कसरी बिर्सन सक्छौँ? ती 18 जना विद्यार्थी हाम्रा दाजुभाइहरूको ज्यान लिएको कसरी बिर्सन सक्छौँ? त्यसैले अहिले भोट नबिगारौँ, गरिरहेको गल्तीलाई सुधारौँ है। हस्त, धन्यवाद। जय नेपाल।